नमस्कार सबैलाई। आज चाहिँ हामी कुस्मा कला परियोजनाले राखेको हेरिटेज इज आर्ट कलाको रूपमा सम्पदा भन्ने चाहिँ कार्यक्रममा चाहिँ सहभागी हुन जाँदैछौँ हैन। शनिबार त हिजो थियो, तर हिजो चाहिँ म जान पाइनँ केही कारणवश। अनि आज चाहिँ कुस्मा जाँदैछौँ हामी, बागलुङबाट केही साथीहरू, कुस्माका केही साथीहरू र ललित कलाबाट पनि केही साथीहरू चाहिँ आज पाल्नु भएको छ। हेरौँ के कस्तो हुन्छ कार्यक्रम हैन, रोचकै होला भन्ने आशा छ। ल हाम्रो अब यात्रा सुरु भइसकेको छ आजको पेन्टिङको लागि। टक्क आज सधैँ ड्राइभर छन्। के छ ड्राइभर साहब? एकदम ड्राइभरै भएको कुरा दाइको आज होइन, बजेको खलासी सुरु भइसकेको छ। दाइहरू चाहिँ गइसक्नु भयो अलि अगाडि नै। कोही साथीहरू चाहिँ 10 बजेपछि आउने। कुस्मा आयो है हामी चाहिँ अहिले ठ्याक्क। हाम्रो चाहिँ अहिले तयारी चलिरहेको छ है। हाम्रो आदर्शजीले चाहिँ यहाँ तार बटार्दै हुनुहुन्छ। यो तार बटारेर म चाहिँ पुग्दैन होला हैन। ल यतिको फेद त चाहियो नि हैन। यति अनि तलपट्टि के गरेर थप्छौ? थप्न मिल्छ? मिल्दैन। जरा अनि कसरी बान्छौ त नि? यतिको उस बनाइदिन्छु। यतिको जरा त्यसले बर्को रुख बनाउने भयो हैन। धेरै हुन्न के प्रब्लम हुन्छ। अनि तल अनि के गरेर उस फेद चाहिँ जरा यति निकालिदिन्छु। के गरेर बान्छौ त नि अनि? त्यही भएर लामै राखा भनेको नि। जति थियो तारको भित्र यसो गरे नि त गरे। तिम्रो इच्छा लाग्यो। ढुङ्गा हुन्छ नि यति रात्र। रविनजी के गर्दै हुनुहुन्छ तपाईँ? हजुर। यही समयमा म छोटो समयमा यहाँ अर्को पनि एउटा पिस बनाइदिन सक्छु कि यहाँ स्क्रैपमै बसेर भन्ने मेरो धारणा छ। ए के प्लान भयो? त्यही भएर म यहाँ के आकार खोजिरहेको छु। ए आकार साइजका चिजहरू खोजिरहेको छु सर। ढुङ्गो ठुल्ठुलो ढुङ्गा चाहियो भने ढुङ्गा र यो मेटल युज गरेर केही बनाइदिएर छोडिदिनु पऱ्यो। एउटा भयो भने टाइम त्यहाँ बस्दा टाइपको पनि कुरा गर्दै हुनुहुन्थ्यो। अब हाम्रो कार्यक्रम चाहिँ लगभग सुरु हुँदैछ है। माहौल चाहिँ हाम्रो के चल्दैछ अरे रवि सर भनिदिनुहोस् त। अहिले यहाँ के हुनु, केटाहरूले मजाले चित्र बनाइरहेको चाइल्ड सेसन चलिरहेको छ होइन। यता हेरेर भन्नुहोस् न सर। एकछिनपछि हाम्रो यस्तो ह्यान्डसम मान्छे लुकेर बोलिदिनु भएन कि? हाम्रो एकछिनपछि सुरु हुन्छ। एकछिनपछि हामी फेरि लाइभ आउँछौँ। अहिले चाहिँ बच्चाहरूको चाहिँ नि सब ठाउँ बसेर म यसो घुमाउँछु है सर। हिमाल पहाड ल ठिक छ, एकदम ठिक छ, गुड। हजुर ल यहाँ छ नि यसमा पछाडिपट्टि अरे भ्लगहरू आउँछ सबै, त्यही तिमीहरू पनि देखिन्छौ। केटाहरूले के गर्दैछौ तिमीहरूले? ल ठिक छ, ल रमाइलो गर्दै गर है, त्यस्तो प्रेसर केही नलिकन आनन्दले। गुड गुड ल गुड, ठिक छ। हमेसा ब्रस चाहिँ हल्का वेट हुनुपर्छ है, भिज्नुपर्छ। भिज्यो भने चाहिँ पुरा च्याप्प कलर लाग्छ। ब्रस मोटो भयो अनि घाम पनि भयो। के छ केटा? खै कोही को खै मेरो फोटो बनाइदिन्छु भने कता गयो तिमी? माथि गयो हेर्न जान्छ है। आउँछ नि त सबै। खै के चल्दैछ खै यता? तिम्रो सुरु भएन? सुरु भएछ? ल गुन्द्रीमा पर्यो।
प्रिन्टर ल ठिक छ म एकचोटि उता जान्छु है सरी के चल्दैछ केटाहरू फाइटो बनाउनु के अरे ठेकी बनाउनु लागेको ल ठिक छ बनाऊ जे इच्छा त्यही बनाऊ है टेन्सन नलिकन बनाऊ फ्री भएर है बिन्दास पारामा गुड हामी अब तल जाने भाइ बस्छौँ एकदम भाइहरूले मेरो स्केच बनाउने भन्दै थियो म यसो मेरो बनाउँछु भन्ने खै तपाईँ पनि बनाउने भनेको नि हिँड्नुले अझसम्म एकचोटि कोतारेको पनि छैन मलाई यहाँ बस्नु त तपाईँले बनाउँदा तपाईँको मुख त पिम्पल नि रहेछ भनेर पिम्पल पनि बनाइदिनु पर्छ नि नभए दिदीको फोटै हुन्न ल म यहाँ त्यही किन गर्लफ्रेन्डले हेर्ने होइन तिम्रो गर्लफ्रेन्डले हेर्ने होइन है बनाउँदैछ हौ ठिक छ गुड मिलेर भन्छु है खै त तिमीहरूले बनाएको खै भर्खरै आएको ए गुड ल यसो म्यानेज गरेर बस है यताउता है बनाऊ ल यस्तो चलिरहेको छ है एकछिनमा फेरि देखाउँछु म ठेकाहरू धेरै कुराहरू छ यहाँ चलिरहेको छ है भर्खर खानपिन भयो यता पेन्टिङ स्कुलको नानी बाबुहरू हामी चाहिँ टक्क यहाँनिर बस्ने निर्णय गरियो दाजु र म चाहिँ अरू पनि हुनुहुन्छ एकछिनमा होइन टक्क यो ससेनारी यो चाहिँ तर यो चाहिँ गर्दिनँ म आज भित्रै रहेको के भाँडाहरू गर्ने कोसिस गर्छु किनभने त्यो हेरौँला है त के कस्तो हुन्छ ल चलिरहेको छ है हाम्रो आजको चाहिँ पेन्टिङ हाम्रो आदरणीय दाजुले पनि त सुरु गर्न लाउनु भएको छ यता उता चाहिँ नानी बाबुहरू गरिरहेका छन् छ है पेन्टिङ चाहिँ चलिरहेछ दाजुको के चलिरहेछ अरे कसको यसो गर्नु हात काम छ नि त हात काम छ नि त बल्ल आर्टिस्ट भइन्छ त हजुर कुन कलर यहीँ छ नि यस्तो साइडमा बसेर अनि म्यानेज गर है ल केटाहरू यता हो तिमीले त स्पेसल ठाउँमा आएको छौ त यार पनि बाबु नानीहरूको चलिरहेको छ सबैमा आउँछ भाइ हजुर जय सम्भोइ सन्चै हुनुहुन्छ नि
तोरी भ्लगमा आउँछ क्या ल हाम्रो आदर्शले चाहिँ यता चाहिँ वायर आर्ट हान्दै हुनुहुन्छ हाम्रो रोगीजी वाट्स गोइङ अन रोगीजी अब मेरो आकार भइसक्न लागेको छ हैन आकार आइसकेको छ तपाईँले बुझिसक्नुभयो के छ भन्ने कुरा सबै कुरा अब मुखले बोल्नुपर्छ भन्ने छैन होइन मुखैले बोल्दैमा कहाँ बुझिन्छ र हजुर Into Carolina. ल ल ल ल ल बिस्तारै है नआत्तिकिन बनाउने है बिस्तारै नआत्तिकिन बनाउने तिम्रो अँध्यारोमा पऱ्यो के अरे सर के गरिदिनुहुन्छ तपाईँ 1 hour later. सर 1 eternity later. सर के गर्दै हुनुहुन्छ तपाईँ म यसकै जानकारी छु ठुलोमा गरेन यसरी नि ठुलोमा गरेको भिडियो का भनेन भने के भन कलर लगाउँला अहिले सानोमै उस यसकै जान ठुलो घर अहिले फोटो खिचेर अनि ल्याएर वहीँ बसेर बनाउँला क्या यो देखाउन न बगाल छ ओहो ल बाबुले के बनायो काल भैरव हो लाखे हो पुष्पको हो खै के बनायो तिमीहरूले खै ओहो ठेकी बनाएको ठेकी भन्ने थाहा छ नि होइन गुड लालटिन सिङसहित दियालो के भन्छ त्यसलाई थाहा छ त्यसलाई के भन्छन् थाहा छ टुकी भन्छ यतापट्टिकोलाई ल बनाऊ पेन्टिङ गर्दैछौँ है भाइ खै तपाईँको पेन्टिङ हजुर हरायो र ए भाइको त लगभग सकिसक्नु लागिसक्यो हाम्रो यता आदरणीय दाजुको पनि लगभग रमाइलो गर्ने हो क्या तपाईँसँग बसेर चित्र बनाउनु पर्ने हाम्रो भाग्यको कुरा हो क्या यस्तो चल्दैछ हेलो साथीभाइहरू उहाँ अङ्कलको भिडियो हेरिदिनु होला यहाँ तिमी युट्युब च्यानलको अनि हजुरहरू च्यानल छ यहाँ तिमी युट्युब च्यानल अनि अङ्कलले हेर्नु च्यानलको नाम भनिदेऊ युट्युब च्यानलको नाम माइलन आर्टमा गएर हजुरले लाइक र सब्सक्राइब गरिदिनु होला यहाँ हेर्नु अङ्कलले कस्तो राम्रो चित्र बनाउनु हुन्छ खट्टा चित्र बनाउनु हुन्छ उता अङ्कलहरूले नि बनाउनु हुन्छ यहाँ कार्यशाला चाहिँ समाप्त भइसकेको छ के देखियो होला खै अब खै एकछिनमा देखाउँछु है भिडियो चाहिँ त्यो माथिको बत्ती एउटा बाल्नु पर्यो पक्कै एकै मिनट म बत्ती बालेर आएँ त्यसले हाउस अफ आदर्श है ट्री अफ आदर्श होला कस्तो हाउस अफ आदर्श खासै बोल्नु जान्दिनँ म ल आजको वर्कसप चाहिँ यहाँ समाप्त भएको छ यसो हेरौँ कलाकृतिहरू एक मिनट है म यसो यस्तो थियो है त हाम्रो कार्यशाला पनि सँगसँगै छ यहाँ ल जय शम्भु सबैलाई